नमस्कार। उत्तम बिजनेस आइडियामा हजुरहरूलाई स्वागत छ। आज हामीले विभिन्न किसिमको बिजनेस आइडिया ल्याउने क्रममा, व्यवसायको बारेमा जानकारी दिने क्रममा यो टिस्यु पेपर अथवा नेपकिन पेपरको बारेमा केही जानकारी गराउन गइरहेका छौँ। यदि यो व्यवसाय तपाईँलाई गर्नु मन छ भने एकदम राम्रो व्यवसाय हो। यदि यो व्यवसाय गर्नुभयो भने नेपालको हरेक सहरमा यो व्यवसाय मजाले चल्छ। यो जुन नेपकिन बनाउने व्यवसाय, टिस्यु पेपर बनाउने व्यवसाय, यो व्यवसायमा राम्रो फाइदा छ। यसमा तपाईँको लगभग 30-40% मजाको फाइदा छ। कम्पिटिसन धेरै छ तैपनि तपाईँले राम्रोसँग फिनिसिङ दिएर र तपाईँलाई विभिन्न किसिमका डिस्काउन्टहरू दिएर र विभिन्न किसिमका तपाईँको ग्राहकहरूलाई कन्भिन्स गरेर तपाईँले यो व्यवसायमा लाग्नुभयो भने अति राम्रो फाइदाको व्यवसाय छ। यसको लागि लगानीको हिसाब गर्दाखेरि एकदम सानो लगानीले गर्न सकिन्छ भने ठुलो स्केलमा जान सकिन्छ। यो अब तपाईँले सादा नम्किन बनाउनुहुन्छ कि कलरवाला नेपकिन बनाउनुहुन्छ कि इम्बोजिङवाला नेपकिन बनाउनुहुन्छ कि अनि तपाईँको सिङ्गल प्रिन्ट, डबल प्रिन्ट, ट्रिपल प्रिन्टको त्यही अनुसारको तपाईँको यसको कस्ट पर्न जान्छ। यो जुन पेपर तपाईँको यसको नि हेरी छ, कुन पेपरमा बनाउनुहुन्छ त्यही अनुसारको तपाईँको यो व्यवसायमा तपाईँले लगानी गर्न सक्नुहुन्छ। यो व्यवसायमा अति राम्रो फाइदाको व्यवसाय मानिन्छ। यदि तपाईँ यो व्यवसाय गर्न चाहनुभयो भने उत्तम इन्टरनेसनल प्रणाली कोटेश्वर काठमाडौँमा सम्पर्क गर्न सक्नुहुन्छ अथवा डाइरेक्ट तपाईँले इन्डियाबाट पनि तपाईँले मेसिन अथवा र मेटेरियल्सहरू मगाउन सक्नुहुन्छ। नेपालमा पनि र मेटेरियल मजाले पाउनुहुन्छ। मेसिनको लागि भने तपाईँले इन्डिया अथवा चाइनाबाट तपाईँले मगाउनु पर्ने हुन्छ। त्यसको लागि कुनै पनि एक्सपोर्ट इम्पोर्ट गर्ने कम्पनीलाई सम्पर्क गर्नुभयो भने मजाले तपाईँको नेपकिन बनाउने मेसिनहरू उपलब्ध गराइदिनुहुन्छ। तपाईँले गुगलमा गएर तपाईँले नेपकिन मेसिन भनेर र मेटेरियल्स भनेर सर्च गर्नुहोस्, मजाले तपाईँले पाउनुहुन्छ। टिस्यु पेपरको बारेमा तपाईँले त्यहाँ टिस्यु पेपर भनेर सर्च गर्नुभयो भने नेपालको लागि भनेर तपाईँ गुगलमा पनि पाउनुहुनेछ। यो मेसिनको लागि तपाईँले अब साधारण तरिकाले गर्नु हो भने 5-6 लाखबाट सुरु गर्न सक्नुहुन्छ भने तपाईँको 20-25 लाख 50 लाख लगानी गरेर पनि यो व्यवसाय गर्न सकिन्छ। तपाईँले कति आफ्नो क्षमता छ त्यही अनुसारको व्यवसाय गरेर यो लगानी गरेर तपाईँ यो व्यवसाय सुरु गर्न सक्नुहुन्छ। त्यसकारण तपाईँले अब तपाईँसँग 5-10 लाख रुपियाँ लगानी छ भने यो व्यवसाय मजाले गर्न सक्नुहुन्छ सुरु स्टार्टिङमा। अनि तपाईँको अब होइन म राम्रैसँग गर्नु चाहनुहुन्छ भने तपाईँले 20-25 लाख रुपियाँ लगानी गरेर यो व्यवसायमा हात हाल्न सक्नुहुनेछ। राम्रो फाइदा छ। यदि गर्न चाहनुभयो भने यसको तालिम, मेसिन, र मेटेरियल्सको पुरा जानकारी दिने काम उत्तम इन्टरनेसनल प्रणाली कोटेश्वर काठमाडौँको हुनेछ। यदि तपाईँ गर्न चाहनु भने सम्पर्क गर्नुहोला। अथवा हामीबाट लिन चाहनु भएन भने गुगलमा गएर नि गुगलबाट पनि तपाईँले विभिन्न किसिमका नेपकिन मेसिन तपाईँको यो गुगलमा गएर सर्च गर्नु हो भने नेपालको लागि मजाले पाउनुहुनेछ। टिस्यु पेपर मेकिङ मेसिन भनेर तपाईँले सर्च गर्नुहोस् त गुगलमा, नेपालको लागि प्रशस्त भेटिन्छन्। तपाईँले होलसेलर पनि भेट्नुहुन्छ, एक्सपोर्ट इम्पोर्टर कम्पनी पनि भेट्नुहुन्छ। तपाईँले ट्रेनिङ दिनको लागि त्यही जुन मेसिन बेच्नुहुन्छ उहाँले मजाले तपाईँलाई 1-2 दिन ट्रेनिङ दिनुभयो भने मजाले गर्न सक्नुहुन्छ। यसमा मेसिनहरूमा तपाईँको आउने फल्टहरू सबै मेसिनवालाले आएर हेरिदिनुहुन्छ। खासै त्यसमा बिग्रने त्यति सम्भावना छैन। सब्सक्राइब गर्नुहोस्, साथी बन्नुहोस्। साथी बन्न अनि अरू भिडियो पनि आउँछ, सब्सक्राइब गरिदिनु होला। धन्यवाद।